नमस्कार सबैजनालाई हजुरलाई म स्वागत गर्दछु मेरो च्यानलमा र आज हामी बुझ्न जाँदैछौँ पी को बारेमा अति आवश्यक कुराहरू जुन चाहिँ हामीले बुझ्नै पर्छ हैन कि पी लो भनेको राम्रो हो या पी हाई भनेको राम्रो हो हैन कुन चाहिँ बेटर हो त कुनै कम्पनीको पी हाई छ या कुनै कम्पनीको पी लो छ भने हामी त्यसलाई कसरी लिने कुन चाहिँ कम्पनी राम्रो होला भन्ने कुरा आज हामी बुझ्न जाँदैछौँ र पी को बारेमा हामीले सम्पूर्ण जानकारीहरू यस भिडियोमा हामी पाउन सक्छौँ। सो यो चाहिँ हजुरले स्क्रिनशट पनि गरेर राख्न सकिन्छ हैन आफ्नो स्टडीको लागि। र आज हामी बुझ्दैछौँ पी को बारेमा ढिलो नगरिकन हामी आज पी को बारेमा बुझ्छौँ। सबभन्दा सुरुमा त हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि पी भनेको के हो भन्दाखेरि चाहिँ यो प्राइस टु अर्निङ रेसियो हो हैन। यसको लागि हामीले सँगसँगै इपिएस भनेको के बुझ्नुपर्छ कि भनेको अर्निङ पर सेयर, एक किताले कति पैसा कमायो, कुनै पनि कम्पनीको एक किताले कति पैसा कमायोलाई हामी अर्निङ पर सेयर जुन इपिएस भन्छौँ। र यसको फर्मुला चाहिँ प्राइस पर सेयर एक किताको सेयर बाई इपिएस डिभाइड गरेपछि पी आउँछ। अब यसको अर्थ के हो त, यसको एक्चुअल मिनिङ के हो त पी को भनेपछि हामीले एउटा सानो इक्जाम्पलबाट बुझ्छौँ। जस्तै हामीले नोबेल ब्याङ्कको 1200 रुपियाँ एक किताको छ हैन, यो एक किताको प्राइस हो र यसको चाहिँ इपिएस 60 छ अरे। एकछिनको लागि हामीले एज्युम गर्यौँ हैन, 1200 छ अरे एक किताको प्राइस र यसको इपिएस यति छ भने हामीले अब फर्मुला लाएर यसको निकाल्दाखेरि प्राइस टु अर्निङ रेसियो 20 आउँछ। यसको अर्थ यसले के भन्छ भन्दाखेरि चाहिँ वी आर पेइङ 20 आरएस फर एभ्री आरएस 10 वान अफ नोबेल अर्निङ भनेको चाहिँ नोबेलले 1 रुपियाँ कमाउँदाखेरि हामी त्यो 1 रुपियाँको बराबरमा चाहिँ हामी 20 रुपियाँ तिरिरहेको छौँ। जस्तै नोबेलको 1 रुपियाँ कमाइलाई चाहिँ हामीले 20 रुपियाँ मानेर 20 रुपियाँ कमाइ हामी तिरिरहेको छौँ भनेपछि प्राइस अभियसली हाई छ। यसको लागि बुझ्नु पर्यो। जस्तै यताको नोबेल ब्याङ्कको प्राइस 1200 छ, इपिएस 60 छ भने पी 20 आउँछ। यो 20 भनेको के हो भने जस्तै हरेक रुपियाँमा चाहिँ जुन नोबेलले कमाउँछ त्यसमा चाहिँ हामीले 20 रुपियाँ तिरेर हामी अझ मगमा किनिरहेको छौँ। हामीले 1 रुपियाँको लागि 20 रुपियाँ तिरिरहेको छौँ भन्ने कन्सेप्ट पीले भनिन्छ। यसको फिजिकल मिनिङ या प्र्याक्टिकल मिनिङ भनौँ हैन। र अब हामीले चाहिँ पी चाहिँ अब यो 30 भन्दा बेसी हुँदाखेरि के मानिन्छ भनेदेखि अभियसली हामीले राम्रो भनिन्छ, तर यसलाई चाहिँ के भने अलिकति बेसी रिस्क पनि हुन्छ। यसमा चाहिँ के छ भनेदेखि पी 30 जस्तै पी हाम्रो ग्रेटर देन 30 छ भने, पी ग्रेटर देन 30 छ भने यसलाई हामी ओभर भ्यालु भन्छौँ र हाई फ्युचर ग्रोथ। अब तपाईँको कुनै पनि मान्छेले चाहिँ अब हामीले सेम यसको लागि हामीले इक्जाम्पल लियौँ भने 1 रुपियाँको लागि हामी 20 रुपियाँ हाल्दैछौँ भने केही न केही त कारणले हालिन्छ भनेपछि यसको के छ भनेदेखि हामी फ्युचर ग्रोथ केही होला भविष्यमा हैन, यसको फ्युचरमा चाहिँ राम्रो होला, राम्रो कमाइ गर्ला भनेर मान्छेको जुन एउटा त्यो एक्सपेक्टेसन हुन्छ त्यसले गर्दाखेरि चाहिँ मान्छेले बेसी पैसा तिर्छ र त्यो कुनै कम्पनीको पी हाई छ भनेको अर्थ त्यो हुन जान्छ। पीले कुनै आफैमा चाहिँ राम्रो नराम्रो भन्ने जताउँदैन, मान्छेको सेन्टिमेन्ट जताउँछ यसले भनेको हैन। अर्को भनेको पी अब 10 भन्दा कम हुँदाखेरि पी रेसियो चाहिँ प्राइस टु अर्निङ 10 भन्दा कम हुँदाखेरि कम्पनी चाहिँ अन्डर भ्यालुड भनेर कुरा बुझिन्छ। र लो ग्रोथ एक्सपेक्टेसन जस्तै मान्छेहरूले यसबाट चाहिँ कम आशा राखेका छन्, मान्छेहरू यसबाट कम आशावादी छन् भन्ने कुरा बुझिन्छ। यसमा यस्तो प्राय लो 10 देखि लो भएको कम्पनीहरूमा चाहिँ प्राय भ्यालु इन्भेस्टरहरू चाहिँ गर्ने गर्छन्, किनकि यसमा प्राइस लो छ नि त हैन। प्राइस लो भनेको जस्तै हामीले यो चाहिँ प्राइस पर सेयर लो हुनु भनेको चाहिँ यो पनि लो हुनु हो, यो हाई भनेको यो लो हुनु हो हैन। त्यसरी अब कुनै अब यहाँ हामीले हेर्छौँ भने निफ्टीको कन्टेक्स्टमा हामीले हेर्छौँ। जस्तै निफ्टीको कन्टेक्स्टमा के छ भनेदेखि जस्तै ब्याङ्किङमा लो पी स्टेबल अर्निङ, ब्याङ्किङ सेक्टरमा हामीले हेर्छौँ भने यसमा चाहिँ के हुन्छ पी रेसियो कम देखिन्छ हैन। र यसको चाहिँ ब्याङ्किङको प्राय स्टेबल अर्निङ हुन्छ, एकैचोटि ठुलो ग्रोथ हामी देख्दैनौँ नि त, त्यही भएर ब्याङ्किङमा चाहिँ खास गरी लो पी देखिन्छ। अब अर्को हामीले हेर्छौँ भने हाइड्रो पावरमा हामीले हेर्छौँ भने हाइड्रो पावरमा चाहिँ पी के हुन्छ भनेदेखि हाई हुन्छ पी, मान्छेले अस्ति उसको रेटभन्दा बेसी पैसा तिरेर हुन्छ। किन तिरन्छन् भनेदेखि अब हाइड्रो अभियसली अलिकति भोइटाइल छ धेरै हैन, भोइटाइल छ, मान्छेको अलिकति एक्सपेक्टेसन छ। अनि प्लस यसको चाहिँ अर्को पी हाई हुने कारण भनेको चाहिँ यसै पी हाम्रो फर्मुला अनुसार पी चाहिँ यो लो हुँदाखेरि पनि पी हाई हुने भयो नि त, यसै इपिएस लो हुँदा पनि हाई हुन्छ। अन्त चाहिँ हाइड्रो पावरहरू सुरुमा त अभियसली अर्न त गरेको हुँदैन हैन, त्यही कारणले चाहिँ इपिएस लो हुन्छ। लो हुँदाखेरि इपिएस लो भएपछि के हुन्छ अटोमेटिकली यो लो हुने बित्तिकै पी हाई भइहाल्यो है हैन। त्यसले गर्दाखेरि पनि यस्तै हुन्छ। अब हाम्रो यो इपिएस घट्नु भनेको पी बढ्नु होइन, यो 22 वर्ष हुन्छ। इन्भर्सली तरिकाले चाहिँ यसको रिलेसन छ। अर्को भनेको अब हामीले इन्सुरेन्स र माइक्रो फाइनेन्समा हामी हेर्छौँ भने चाहिँ हाई एक्सपेक्टेसन रुमर्स, यसमा चाहिँ हामीले यसको प्राइस चाहिँ के हुन्छ पी हाई हुन्छ यसमा पनि। जस्तै इन्सुरेन्स र माइक्रो फाइनेन्समा मान्छे चाहिने भन्दा बेसी पैसा तिरेर हुन्छन्। जस्तै माइक्रो फाइनेन्सको पनि इन्सुरेन्सको पनि 1 रुपियाँ जुन उसले अर्न गर्छ त्यो अर्न चाहिँ हामी त्यसलाई चाहिँ बेसी तिरेर हुन्छौँ, त्यही भएर यसको प्राइसहरू बेसी हुन्छ। त्यो किन भनेदेखि अब यसले चाहिँ त्यो डिभिडेन्ड बाढ्ला हैन, पछि अब राम्रो होला,
अनि त्यो हल्का फेरि अलिक भोइड पनि हुन्छ, यो ब्याङ्कभन्दा अलिकति यसको किता कम भएपछि त्यसले गर्दा पनि पी चाहिँ यसको हाई हुने गर्छ। र अब हामीले बुझ्छौँ लिमिटेसन अफ पीको के छ नि त, अब लिमिटेसनहरू केले पीलाई लिमिटेसन गर्छ। अब जस्तै यो चाहिँ कहिले काम गर्दैन भन्दाखेरि जब चाहिँ इपिएस म्यानिपुलेट गरेको छ। जस्तै कुनै कम्पनी तपाईँको जस्तै अब आफ्नो क्वार्टर रिपोर्टहरूमा चाहिँ इपिएस म्यानिपुलेट गरेर प्रफिट धेरै देखाएर चाहिँ अर्निङ पर सेयर बेसी देखाएको छ भने त्यसमा पीले काम गरेन, किनकि पी नै रङ आउने भयो होइन, इपिएस रङ आएपछि, किनकि फर्मुलामा इपिएस छ। अर्को भनेको चाहिँ यसले चाहिँ मैले अघि भनिहालेँ, यसै पी भनेको चाहिँ यसले आफैमा राम्रो नराम्रो केही बोक्दैन। जस्तै मान्छेको सेन्टिमेन्ट हो, त्यसले चाहिँ जस्तै कुनै पनि कम्पनीको ग्रोथ पोटेन्सियल देखाउँदैन। सपोज जस्तै कुनै कम्पनीलाई मैले 1 रुपियाँको ठाउँमा 20 रुपियाँ हाल्छु भने त्यो त मैले सोचेर हालेँ नि त होइन, त्यो कम्पनीले त केही भनेको छैन मलाई। जस्तै क्वार्टर रिपोर्टमा पनि कमै आउँछ, अब क्वार्टर रिपोर्टमा पनि इपिएसहरू सबै ठिक देखिन्छ, तर मैले चाहिँ उसको 1 रुपियाँ कमाइलाई म 20 रुपियाँ तिरिरहेको छु भनेपछि त्यो त मेरो आफ्नो पर्सनल एक्सपेक्टेसन हो नि त, कम्पनीले पछि फ्युचर राम्रो गर्ला भन्नु हो। त्यही भएर पी अनुसार कुनै कम्पनीको पी हाई छ या लो छ भने त्यसले चाहिँ राम्रो नराम्रो केही पनि भन्दैन। मान्छेले चाहिँ अब हाई पी छ भने मान्छेले बेसी पैसा तिरिरहेछन्, लो छ भने मान्छेले अलिकति कम एक्सपेक्ट गरिरहेछन् यो कम्पनीले फ्युचरमा त्यस्तो ग्रोथ नगर्ला भनेर होइन। या तपाईँको स्टेबल अर्निङ छ भने पनि तपाईँको मान्छे पी लो हुन्छ, मान्छेलाई तपाईँको भोइडरमा खेल्न मनपर्छ। अब अर्को हामीले हेर्छौँ, अब अर्को भनेको चाहिँ कम्पेरिङ पी एक्रस सेक्टर इज, यो चाहिँ मैले क्रस लेखेको। तपाईँले चाहिँ अब ब्याङ्किङ सेक्टरको तपाईँले कुनै कम्पनीको पी चाहिँ तपाईँले हाइड्रोबारको तपाईँले पीसँग कम्पेयर गर्नुभयो भने त्यो चाहिँ एकदम मिनिङलेस हुन आउँछ होइन। हामीले सेक्टरको चाहिँ जस्तै ब्याङ्किङसँगै कम्पेयर गर्नु पऱ्यो। जस्तै डेभलपमेन्ट ब्याङ्कको मैले निकालेर फाइनेन्ससँग कम्पेयर गरेँ भनेपछि अभियसली त्यो चाहिँ एकदम त्यो ब्लन्डर भयो होइन, त्यो चाहिँ गर्न मिलेन। अर्को भनेको बुल मार्केटको कन्टेक्समा पी हाई लो कसरी हुन्छ। जस्तै पी बुल मार्केटमा बढ्दाखेरि कसरी बढ्नु पऱ्यो भनेदेखि हामीले त्यही फर्मुलामा हेर्छौँ। पी बढ्ने दुईवटा कारण चाहिँ के भने, एउटा इपिएस घट्यो भने पी बढ्छ, प्राइस पर सेयर घट्दाखेरि पनि पी बढ्छ। अब अभियसली बुल मार्केटमा प्राइस बेसी बढ्छ, प्राइस बढेको कारणले चाहिँ अब अर्निङ भनेको यो इपिएस भन्दा तपाईँको प्राइस बेसी भयो भने पनि पी बढ्ने गर्यो। बुल कारणमा चाहिँ प्रायः पी ठुलो कम्पनीहरूको राइज हुने कारण भनेको प्राइस बढ्छ अर्निङ भन्दा पनि छिटो होइन। अर्निङ कम्पनीले कम गरेर आउँछ तर प्राइस चाहिँ बेसी भइरहेको हुन्छ, त्यो कारणले पनि पी राइज हुने भयो। अब घट्दाखेरि त सिम्पल भइहाल्यो। अब बियर मार्केटमा कसरी पी घट्छ या बढ्छ। जस्तै अब बियर मार्केटमा प्राइस के हुन्छ भनेदेखि घट्छ, तर यहाँ के भयो भनेदेखि जस्तै इफ अर्निङ ड्रप्स सेभ फास्टर देन प्राइस भनौँ यसलाई होइन। जस्तै अर्निङ चाहिँ जस्तै कम्पनीले जति नाफा कमाइरहेछ, जस्तै अर्निङ भनेको इपिएस चाहिँ के भयो घट्यो, इपिएस चाहिँ घट्यो प्राइसभन्दा पनि छिटो क्या। जस्तै अब प्राइस चाहिँ सपोज कुनै कम्पनीको 200मा छ, त्यसको कम्पनीको तपाईँको चाहिँ अब अर्निङ घटिसक्यो भने चाहिँ अब उसको आफ्नो प्रफिट घटिसक्यो भने चाहिँ इपिएस घट्यो भने चाहिँ प्राइस चाहिँ त 200 चलिरहेछ, मान्छेले 200 किनबेच गरिरहेछन्, तर इपिएस घट्यो भने पनि पी बढ्ने देखियो बियर मार्केटको कन्टेक्समा होइन। अब घट्ने कारण कस्तो भनेदेखि पी कसरी घट्छ, प्राइस ड्रप भयो, यो प्राइस घट्यो, अब प्राइस पर सेयर घट्यो तर अर्निङ चाहिँ स्टेबल छ। अब कम्पनीले प्रफिट गरिरहेछ होइन, तर मान्छेले चाहिँ के गरेछ भनेदेखि प्राइस चाहिँ 200मा चलिरहेको थियो भने अब 150मा आएर कारोबार भइरहेछ, मान्छेले विश्वास गरेनन्, तर प्रफिट चाहिँ कम्पनीले गरिरहेछ भने पनि त्यो केमा पनि पी घट्छ। ल अब अन्तिममा भिडियोको हामी अन्तिममा आइसक्यौँ होइन। यसको लागि म सानो टिप्स दिन चाहन्छु। हामीले अब पी कसरी हेर्ने, कुनै कम्पनीको चाहिँ पीबाट कसरी हामीले बाइ सेल गर्न सकिन्छ। खासमा पीबाट बाइ सेल गर्न मिल्दैन होइन। पी भनेको जस्ट एउटा इन्डिकेटर हो जसले चाहिँ गुड र ब्याड पनि भन्दैन, मान्छेको सेन्टिमेन्ट देखाउँछ के हदसम्म, त्यो पनि कम्प्लिट देखाउँदैन। भनेपछि पी हामीले हेर्दाखेरि चाहिँ पी मात्र हेऱ्यौँ भने त केही पनि थाहा हुने भएन, तर हामीले यसलाई चाहिँ इपिएससँग कम्बाइन गरेर हेऱ्यौँ, जुन चाहिँ इपिएस करेक्ट हुनु पऱ्यो, कम्पनीले म्यानिपुलेट गरेको हुनु भएन, तपाईँ रिपोर्ट पढ्नु पऱ्यो र डिभिडेन्ड क्यापेसिटी भएको स्टक छ भने होइन, र सेक्टर पर्फर्मेन्स त्यो सेक्टर चाहिँ राम्रो अलिकति राम्रोसँगले माथि जाँदैछ होइन, त्यसै ब्याङ्किङ सेक्टरै माथि जाँदैछ, अब पी पनि राम्रो छ र इपिएस पनि राम्रो छ र त्यसले डिभिडेन्ड दिने पनि सक्छ भने चाहिँ हामीले कम्पनी चाहिँ यसरी छान्दाखेरि यसरी छानेर फन्डामेन्टल तरिकाले चाहिँ हामीले खेल्न सक्यौँ। अर्को भनेको एउटा एक्स्ट्रा भनेर लेखेको छु मैले, यो चाहिँ कति राम्रो टिप्स पनि छ भने टिप्स भन्दा पनि अलिकति एक्स्ट्रा आयो। यो चाहिँ हाई पी स्टक मे बी गुड होइन, इन्भेस्टमेन्ट इज द इफ द कम्पनी, यहाँ इफ हुन्छ, इफ द कम्पनी इज ग्रोइङ। जस्तै तपाईँको अब कुनै कम्पनीको पी चाहिँ अब हामीले देख्छौँ कोही 200 पनि हुनसक्छ होइन। 200 भनेको त मान्छेले एक किताको बराबरमा एक रुपियाँलाई 200 रुपियाँ तिरिरहेछन् भनेपछि मान्छे त्यतिकै त होइन, त्यतिकै त मान्छेले बाई गर्दैनन्, केही न केही त होला। भने तपाईँको कम्पनी चाहिँ ग्रोइङ छ भने इनिसियल स्टेजमा तपाईँको प्रफिट नदिए पनि कम्पनी ग्रोइङ छ भने के हुन्छ भनेदेखि पी के हुन्छ, हाई हुन्छ होइन, पी हाई हुन्छ। यसो इक्जाम्पलको लागि हुन त हाइड्रोमा पी सुरुमा लो नै हुन्छ होइन, किनकि इपिएस लो हुन्छ अभियसली, तर तपाईँको चाहिँ लोन चाहिँ जुन हाइड्रोको तपाईँको पेब्याक पिरियड कम हुन्छ, तपाईँको उसले चाहिँ सुरुको वर्षहरूमा उसले लोन तिर्नुपर्ने हुन्छ होइन, किनकि पेब्याक पिरियड कम भएपछि लोन तिर्नु पऱ्यो, र त्यसको चाहिँ तपाईँ के हुन्छ भनेदेखि इपिएस पनि कम हुन्छ
होइन। तर त्यसो अब तर सुरुमा उसले नराम्रो पर्फर्मेन्स गरे पनि हामीलाई देखिन्छ नराम्रो पर्फर्मेन्स गरेको जस्तो होइन, किनकि उसले लोन तिरिरहेछ होइन, हामीलाई केही पनि प्रफिट दिएन। तर उसले सर्टेन टाइमपछि त्यसको पे ब्याक पिरियड सकेपछि त उसको फेरि होल प्रफिट हुन्छ। हो यसरी लङ टर्म हेर्ने हो भने चाहिँ त्यसरी नै पीले पनि काम गर्छ होइन। सुरुमा चाहिँ अब पी हाई या लो भनेर फरक पर्दैन, कुनै कम्पनीको हाई छ भने पनि कम्पनी चाहिँ ग्रोइङ हुनु पर्यो। मैले यस्तो इक्जाम्पल दिएँ जस्तै जस्तै हाइड्रो पावर प्लान्ट बिस्तारै ग्रोइङ कुनै छ भने चाहिँ सुरुमा घाटा हो भने हामीले पछिको लागि हामीले पैसा हाल्छौँ। त्यसको कारणले र अर्को भनेको चाहिँ अब कम्पनी ग्रोइङ भने मैले होइन, कम्पनी ग्रोइङ चाहिँ कसरी हेर्ने त, कम्पनी कसरी थाहा पाउने ग्रोइङ चाहिँ हुँदैछ भनेर चाहिँ पी त हामीले जस्तै हाई कम्पनी ग्रोइङ छ र पी हाई हुँदा हामीले कुनै कम्पनी किन्छौँ अरे। अब कम्पनी चाहिँ ग्रोइङ कसरी थाहा पाउने भनेदेखि एउटा आरओआई हेर्ने, रिटर्न अन इन्भेस्टमेन्ट। जस्तै कम्पनीले जति ठाउँमा त इन्भेस्ट गरेछ त्यहाँबाट कति चाहिँ मुनाफा ल्याइरहेछ कि पैसा फ्रिज भएर बसिरहेको हो कि ब्याङ्कमा गएर थुपारेको छ होइन, त्यो हेर्नु पऱ्यो। अर्को भनेको रेभिन्यू ग्रोथ। अब रेभिन्यू ग्रोथ अब त्यो रेभिन्यू भनेको त जस्तै त झन् मेजर टास्क भ्यालु उसको कति रेभिन्यू गरिरहेछ, हरेक वर्ष कति रेभिन्यू बढिरहेछ। इपिएस भनेको माथि आइसक्यो होइन, अर्निङ पर सेयर। मार्केट क्यापिटलाइजेसन भनेको टोटल कम्पनीको पुँजी, जुनले चाहिँ अब धेरै पुँजी छ भने अभियसली त्यसले त्यसको धेरै ठाउँ लगानी हुन्छ होइन, उसले धेरै प्रफिट लस गर्छ होइन, उसको डाइभर्सिफिकेसन त्यस्तै अनुसार मनी अनुसार हुन्छ, उसको धेरै सोर्स अफ इन्कम हुन्छ। रिसोर्स म्यानेजमेन्ट उसले आफूसँग भएको अब रिसोर्सहरू कसरी युटिलाइज गरिरहेछ होइन, त्यही मैले भने जस्तै आफूसँग भएको कुराहरू उसले फ्रिज गरेर राख्नु भएन भन्ने कुरा। अब लायबिलिटी भनेको चाहिँ उसले उसको दायित्वहरू अझै उसले अब उसको धेरै दायित्व छ, उसले त अब जति उसको इन्भेस्टमेन्ट छ तर त्योभन्दा बेसी उसले तिर्नुपर्ने कुराहरू छ भने कति राम्रो मान्न सकिन्छ होइन। तर फेरि लोनहरू भएको चाहिँ राम्रो मानिन्छ। र अर्को भनेको रिजर्भ। त रिजर्भले चाहिँ कम्पनी कति स्ट्रङ छ भन्ने कुरा देखिन्छ। तपाईँको कुनै पनि कम्पनीको जति राम्रो रिजर्भ भयो तपाईँको त्यति चाहिँ त्यो कम्पनी स्ट्रङ छ। र अब